हेलो सम्पूर्णमा गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ यता सामाजिक कार्यतिर कालिका मन्दिर जाने बाटोतिर बनाउँदैछौँ। हाम्रो सुनपा 11 कालीकोट कालिका मन्दिर एकदम शक्तिशाली हुनुहुन्छ। जे मागे त्यही पुर्याउने होला कालिका मन्दिर को मन्दिर छ यहाँ माथि। सो द्याट आज चाहिँ तल रोडले गरेर यो बाटो बिगारिरहेछ। त्यस लगतै यता पनि गेम भइरहेछ। जति पनि खेलप्रेमीहरू हुन्छ छिटोभन्दा छिटो टिम ल्याएर अमूल्य उपस्थिति जनाइदिन हुन विनम्र अनुरोध गर्दछौ। हेलो राम मामा। कालिका मन्दिर जाने बाटो बनाउँदैछौँ है। अब आउँदैछ छ त बाबु। अरू केटाहरू मास्तिर छ। आज साथसाथै गेम एकदम भव्य र सभ्य तरिकाले हुँदैछ। छिटो भन्दा छिटो भोलि फाइनल गर्दै कहाँ भोलि फाइनल भ्याउँछ यार। बाटो बनाउँदै मास्तिर मन्दिर छ। यता ग्राउन्ड। हेलो भन, नमस्ते गर्न। गुड। आज गेम चाहिँ हाम्रो ठ्याक्कै 10 साढे 10 ढिलोमा 10:30 बजेबाट सुरु हुन्छ। ग्राउन्ड यता छ। सबजनालाई यहाँ वेलकम छ हटली। सो नेटै चल्दैन कि यतातिर। एनटिसीले टावरै नदिँदैछ। आज कालिका मन्दिर जाने बाटो बनाइँदैछ, सफा गर्दैछ बाटो। अब गेम सुरु हुँदैछ। अब कति बज्यो? 9 हुन्छ। अब 1 घन्टाभित्रमा झ्यामझुम गेम खेलाउने अवस्थामा छौँ। ओके मामा। यो हाम्रो अहिले पछि यो के अरे यो रोडको भल्लेर उताको खोल्सा पानीले गरेर ग्राउन्ड बिगारेको अवस्था थियो। अहिले चाहिँ हामीले फेरि पुनः रूपमा बनाइएको छ। यो चाहिँ कालीकोट भलिबल ग्राउन्ड हो। सुनपा 11 तनहुँ। हेलो। यस्तो बवाल छ है ग्राउन्ड। जति पनि यता नजिक वरिपरि हाम्रा गाउँका गाउँका साथी खेलप्रेमीहरू छिटोभन्दा छिटो आएर अमूल्य खेल प्रस्तुति देखाइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। अब 10:30 बजेबाट गेम एकदम धमाधम हुन्छ है। ग्राउन्ड बढाल्दैछ केटाहरूले। कोही केटाहरू मास्तिर बाटो साफ गर्दैछ। आज चाहिँ बेलुका चाहिँ सेकेन्ड राउन्डको चिट्टा उडाइन्छ कि यहाँ माथि चाहिँ कालिकाको मन्दिर छ। कालिका देवी विशेष गरी बडा दशैंको उपलक्ष्यमा दुर्गा भवानीलाई मानिने गरिन्छ। यो स्याङ्जा यहाँ ठ्याक्कै अलिकति माथि छ है। स्याङ्जा ठ्याक्कै बोर्डर नजिकै छ हाम्रो। यो तनहुँ यता भयो। उता कास्की रेस नजिकै पर्छ। त्यहाँ बाइक गयो। त्यहाँ नचला नि, त्यो बाइक गुड्छ उडामा।
ओ किन्डिलाइस फाइनली काम यहाँ डोजरले बाटो बिगार्दै थियो केटाहरूले यसो भक्तजनहरूलाई माथि जानलाई सजिलो होस् भनेर बाटो निर्माण गरिँदैछ अलिअलि मेन्टेन हालिँदैछ यसलाई पछि टक्क सिमेन्ट बालुवा हालेर राम्रो पक्की बाटो बनाउने हो हाललाई यस्तो भए पनि यसो काम चलाउ भइरहेछ अहिले चाहिँ अब यो गेम नजिक नि भएर हो के बाटो बनाउनु नभएको त्यस लगतै अब केटाहरूले भर्खरकै युवाहरूले बनाउने कोसिस छ मन्दिर जाने बाटो यो चाहिँ यता चाहिँ हाम्रो गाउँ यता पारी भलिबल खेल्ने ग्राउन्ड यता छ लगाएन यसो लाइभ बस्दै हो के हो किन्डिला एङ्करिङ होइन अब गेम के अब कति बेला हुन्छ यहाँ टक्क भन्नु इन्ट्रोडक्सन गर्नु पर्यो नमस्कार सर्वप्रथम मेरो नाम चाहिँ अमृत थापा या अनि गेम कति बजी सुरु हुन्छ आजको हाम्रो चौथो दिनको पहिलो गेम 10 बजेबाट सुरु हुन्छ कसको हुन्छ यहाँ टिम एउटा टिम आइसक्यो त आइजक बी भर्सेस खान्डाडा 20 महिलातर्फ खेल हुन्छ के अनि लगातार केटाहरूको नखेलाउने त्यसपछि लगातार केटाहरूको अनि के छ आज सेकेन्ड राउन्ड हुन्छ कि हुँदैन सेकेन्ड राउन्ड आज हुँदैन भरे चिट्टा उडाइदिनु पछिबाट भोलिबाट सेकेन्ड राउन्ड भोलिबाट पो भोलि चिट्टा उडाउने कि आज चिट्टा उडाउने भोलि जानमा उडाइदिनु पर्छ के छ टिमको माहौल कस्तो छ होला बदला या यतिकै यस्तै होला आज नयाँ टिम को आउला जस्तो छ आज दमौलीतिर आउँछ होला बेनीको नागेशखान आयो यता हेरेर भन्ने हो कि हेलो पासा सोल्टी मान्द्रेको आउँछ होला सिन्डाडा नि आउला होइन सिन्डाडा आउँछ आज यसो अनुमान गर्दा कति टिम जस्तो होला आज 10-12 टिम हुन्छ होला 10-12 टिम भोलि आजै सेकेन्ड राउन्ड घुमाउने कि भोलि घुमाउने भनेपछि कस्तो छ माहौल अब गेमको यसो हेर्दाखेरि कस्तो भइरहेछ अनुभव गेम राखेपछि त्यही त भएर धेरै समस्याहरू हुन्छ समस्यासँग जुझ्दै अगाडि बढिराखिएको छ ल हाम्रो भुले सरले सम्झे है हेलो अमृत सर भन्दा झोरले भन्दा के भन्छ यहाँ ल जर्सी स्पोन्सर गर्नुभयो एकदम धन्यवाद छ है मुरी धन्यवाद यहाँ भन्नु पर्यो नि त स्पेसल भन्नु पर्यो नि त भन्नु पर्यो के लजाएर धन्यवाद छ यार भुले सरलाई यार यत्रो माया गरिदिनु भयो हाम्रो गाउँलाई यार हामीले पनि पछि सहयोग गर्न पाऊँ हजुरको ठाउँमा अमूल्य सहयोगलाई एकदम मुरी धन्यवाद छ यस्तै माया पाइरहँ ल आज धमाधम गेम भइरहेछ है दसैँमा